आफ्नो देश छोडेर आए पनि आफ्नो देशमा पकाएर खाएको, बचपनमा पकाएर खाएको, जो सानोमा पकाएर खाएको चाहिँ नबिर्सिँदो रहेछ। मजा आउँछ, मिठो आउँछ। अनि यो चाहिँ फर्सीको मुन्टा चाहिँ हामीले आफ्नै घरमा लगाएको हो। अनि यो चाहिँ मेरो श्रीमती नेपाल चाहिँ गएको थियो, उहाँबाट चाहिँ लिएर आएको पिना हालेको। यो पिना हो, पिना हालेर चाहिँ पकाउने यसरी। साथी पिना हालेको उल्कै मिठो हुन्छ नि, पिना हालेर पकाएकोमा फर्सीको सागमा। अनि अब वहाँ त मिठो हुन्छ, अब यहाँ कस्तो हुँदो रहेछ हेरौँ। अब कस्तो हुँदो रहेछ, यो चाहिँ पिना हालेर पकाएको। वहाँ त मिठो हुन्छ, उल्कै मिठो हुन्छ। अब यहाँ चाहिँ कस्तो हुँदो रहेछ ट्राई गर्दैछु म यहाँ। पहिल्यैबारी ट्राई गरेको यहाँ चाहिँ। अब वहाँ त गाउँघरमा त अब उल्कै मिठो हुन्थ्यो। अनि हाम्रो भाउजूहरूले चाहिँ तपाईँले मैले पहिले भनिहाल्यो। अनि आफ्नो घरमा भैँसी दुहुना नहुने, गाई भैँसी दुहुना नहुने होइन, अब गाई दिउनै छैन त कहाँबाट। अनि भाउजूहरूले चाहिँ गाउँबाट चाहिँ जसको घरमा भैँसी दुहुनाहरू हुन्थ्यो किनेर ल्याएर चाहिँ यसरी फर्सीको मुन्टामा हालेर पर भुटेर चाहिँ पकाउनु हुन्थ्यो। अनि जिस दिन हामीले त्यसरी पर कोटेको दिन, भुटेको दिन हुन्थ्यो, पकाएको दिन हुन्थ्यो घिउमा हालेर, त्यो दिन हामी चाहिँ कान्छा र म चाहिँ, भाइ कान्छा र म चाहिँ खालि के यस्तो बनाएको भनेर चाहिँ हामीले खान्थेन। अनि पिना खोजेर खान्थ्यो, पिना पिनेर अनि भात खान्थ्यो। अनि पिना गएर भात खान्थ्यो। अनि बाउले चाहिँ गाली गरेर उल्कै गर्नुहुन्छ, अभागी मुर्दाहरूलाई कहाँ घिउ तेलको ऊ छ र, भागीमानी मुर्दाहरू भएको घिउ तेल खान पाउँछ, अभागी मुर्दाहरूले खालि पिनै खान्छ मुर्दाहरूले भनेर चाहिँ हामीलाई गाली गर्थ्यो। तर पिना त तेलकै हेर्न र, तेलबाटै बन्यो नि। तेल पिना खानेले तेल खान्छ अरे, मासु खानेले घिउ खान्छ भन्छ, बोसो खान्छ अरे, अनि साग पनि धेरै खानेले किरा फुटाएर खान्छ अरे भन्ने कुरा सुनेको थियो। होला पनि साँच्ची नै, कोही बेला किरा फुटाएर हुन्छ। अब ढाकिदिने, अब बिस्तारै पाक्छ।